नमस्कार। आज 2081 फागुन 26 गते सोमबार हो। तारिकमा 10 मार्च 2025 आज मन्डे हो। आज नेप्सीको प्री ओपनमा घटेर तपाईको 2770 मा आएको थियो भने 11 बजेपछि भने ग्रीन क्यान्डल बन्दै सरस्वती माथिको देख्न सक्नुहुन्छ, बाहिर आएको देख्न सक्नुहुन्छ। बाहिर आएर तपाईको यो 2787 सम्म गएको थियो। यो चाहिँ 11 बजेर 13 मिनेटमा। त्यसपछि हल्का तल झरेर फेरि माथि गयो, तर 2787 नै ठोकेर फेरि सेलिङ आएको देख्न सक्नुहुन्छ। यो 1 मिनेटको क्यान्डल देखाउँदैछु र तपाईहरुलाई यो पनि अनुरोध गर्न चाहन्छु कि मेरो यो युट्युब च्यानलमा सब्स्क्राइब पनि गरिदिनु होला र लाइक बटन पनि थिचिदिनु होला, सब्स्क्राइब बटन पनि थिचिदिनु होला। ल केही कमेन्ट पनि लेखिदिनु होला, राम्रो नराम्रो कमेन्ट पनि लेखिदिनु होला भन्ने आशा गर्दछु। र अब नेप्सीको चार्टतिर जाउँ। त्यसपछि चाहिँ हल्का ग्रीन क्यान्डल बनेर माथि गयो, 2775 76 सम्म गएर 75 सम्म गयो। त्यसपछि हल्का सेलिङ आएर सरस्वती माथि गयो र अघिल्लो जुन 2787 सम्म गएको थियो, दुई हाई एउटै लेभलमा गएको थियो, त्योभन्दा माथि टेकेर 2791 सम्म माथि गयो। आज 2791 आजको टप लेभल यो हो 12 बजेर 22 मिनेटमा। त्यसपछि चाहिँ लगातार सेलिङ आएको देख्न सक्नुहुन्छ। लगालग झरेर तपाईको 12 बजेपछि म्यासिभ सेल आएर 2743 सम्म गएको कन्डिसन। त्यसपछि हल्का माथि गएर 2753 सम्म गयो र फेरि तल आएर तपाईको 3 बजे चाहिँ हल्का माथि गएर 2751.42 मा तपाईको आज मार्केट क्लोज भएको छ। आज मार्केट 20.68 अङ्कले घटेको कन्डिसन 2751.42 मा आज क्लोज भएको छ। यो टर्नओभरमा पनि घटेको छ, 8 अर्ब तपाईको 37 करोड भएको छ। र आज समग्रमा आज पनि मार्केट तपाईको डाउनै गएको छ, सेलिङ आएको छ। 12 बजेपछि त 12 बजेसम्म तपाईको माथि गएको छ 2791 करिब 28 छुनु खोजेको, तर त्यसपछि चाहिँ म्यासिभ सेल आएर तपाईको ड्रप भएको थियो 2745 सम्म र लास्टमा 2751 मा तपाईको क्लोज भएको छ। आज टर्नओभर पनि घटेको छ र आज माइक्रो फाइनेन्सहरू टप गेनरमा पर्न सफल भएको छ। नेस्टो तपाईको करिब 10%, जिएमएलआई पनि तपाईको माथि गएको छ, 8.73 गएको छ घटेको। डब्ल्युएनपी पनि 8.53 गएको छ र एसएमएफपिएस, जिआरडिबिएल यिनीहरू चाहिँ तपाईको माथि गएको कन्डिसन छ आज। र यो 1 मिनेटको क्यान्डल देखाउँदैछु। अब तपाईलाई म 1 डेको क्यान्डल पनि देखाउन, तपाईलाई म 1 डेको क्यान्डलमा कस्तो बनेको छ त्यो तपाईलाई देखाउन चाहन्छु। र 1 डेको क्यान्डलमा पनि आज लगालग 1 2 3 4 5 6 दिनसम्म पनि लगालग घटेको छ। यो बढेको पनि त्यही किसिमले तपाईको 9 दिनसम्म लगालग बढेको थियो, क्याप अप उन हुँदै तपाईको बढेको थियो। अब यसमा पनि तपाईको यही 2930 सम्म गइसकेपछि तपाईको लगालग घटेको कन्डिसन छ र आज पनि घटेर नै हिजोको भन्दा तल घटेर नै बन्द भएको छ। अब भोलि पनि घट्ने जस्तै देखिन्छ, यो क्यान्डलले चाहिँ त्यस्तै देखाएको छ। आशा गरौँ भोलि अब 2800 क्रस भएर मार्केट क्लोज हुने आशा छ। अब भोलिको विवरण पेश गरौँला। मेरो युट्युब च्यानललाई सब्स्क्राइबको बटन पनि थिचिदिनु होला र लाइक पनि गरिदिनु होला, कमेन्ट पनि लेखिदिनु होला। धन्यवाद। भोलि भेटौँला।